धुलो त भइहाल्छ के पकाएको चाहिँ यो आलु मसुरा पकाएको ए मिठो बनाउँछ है भाइले मिठै हुन्छ होला कडा छ भाइ कडा हेन्सम भाइ छ आज त टाउको मात्रै नगयो कहिले जाने घर काम सकेर जाउँ जाउँ लागेछ त्यस्तो जाउनु त लागेको छैन किन र घर गएन के गर्नु छ ए पैसा त धेरै होला तिम्रो है छैन पैसाको बिना त्यति काम त भएन ए अबको पैसाले के किन्ने के गर्नु अब गएर कलेज भर्ना गर्नु पर्यो ए पढ्नु पर्यो पढ्ने पढ्न परिहाल्यो ए त्यसपछि के गर्ने त्यसपछि अब 12 सकेर ल्याङ्ग्वेज पढ्ने ए विदेश जाने जाने के गर्नु विदेशमा गएर नेपालमा केही हुँदैन तिमी त कमाउँदैछौ त नि ड्याङ्का ड्याङ 1 महिना कमाए 2 महिना बस्नुपर्छ हो र घरबाट आनन्दले पढेर पढ्ने जानुपर्छ विदेश विदेश जाने जाने कुन देश जाने जान त एक्चुअली जापान नै ट्राई गर्ने भयो भने भएन भने दुबई कता घरमा चाहिँ को छन् घरमा म बहिनी मम्मी दिदी मम्मीले त फोन गरिराख्नुहुन्छ त गइराख्नुहुन्छ